हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। आई होप हजुर सन्चै हुनुहुन्छ होला। म अनि एकदमै सन्चै छु। म बिहान उठेर हातमुख धोएर अनि नास्ता सास्ता खाएर म ड्युटी जान लागेँ। हामी बस्ने भन्दा बाहिर गाडी आउने भएको कारणले म चाहिँ गेट बाहिरतिर लागेँ। अनि गाडी पनि आएको रहेछ। म गाडी चढाएर म चाहिँ कम्पनीतिर लागेँ। कम्पनीमा गएर 5 घन्टाको ड्युटी गरेपछि चाहिँ म चाहिँ रुमतिर फर्केँ। एकदमै गर्मी भएको कारणले म हतार चाहिँ रुमतिर भाग्दै थिएँ। हजुरले देख्न सक्नुहुन्छ आकाशमा एकदमै चर्को घाम लागिरहेको छ। अनि म रुममा आउँदा एकदमै भोक लागिसकेको थियो। म ड्युटी सकेर आएर अनि म छिटो हतार गरेर पिठो मुछेर अनि पछि मासुलाई पनि रेडी पारेर म चाहिँ मार्केटतिर सामान लिन लागेँ। के सामान भन्दाखेरि त हजुर देख्न सक्नुहुन्छ तेल सकिएको रहेछ। अनि म उता गएर तेल अनि धनियाँ अनि मसलाहरू लिएर रुममा आइसकेपछि म रोटीहरू बेलेर एक ठाउँमा राखिसकेँ। अनि रोटी म पकाउनतिर लागेँ। रोटी पनि एकदमै राम्रो तरिकाले पाकिरहेको थियो, हजुरले देख्न सक्नुहुन्छ। र गर्मी एकदमै भएको कारणले गर्दा दाइले चाहिँ फेन्टा लिएर आउनुभएको रहेछ। अनि फेन्टा खान लागि दुई भाइ भएर रोटी पकाइसकेपछि म पनि मासु पनि एकदमै पकाएर रेडी गरिसकेँ। अनि पछि हामीलाई एकदमै भोक लागिसकेको थियो, किनकि बिहान ड्युटीको पनि गइसकेको थियो नि त। नास्ता खाएर मात्र त भएन। भनेपछि दुई भाइ भएर खान थालियो। भात, रोटी अनि अन्डा, दाल सबै चिज मिलाएर अनि दुई भएर खान थालियो। यदि हजुरहरू नयाँ हुनुहुन्छ भने लाइक, सेयर अनि कमेन्ट अनि फलो गर्न नभुल्नु होला। यदि हजुरलाई मेरो भिडियो राम्रो लाग्यो भने कमेन्ट गर्न नभुल्नु। आजलाई यति नै, नेक्स्ट भिडियोमा भेटौँला। बाई।